के तपाईँले कहिल्यै ध्यान दिनुभएको छ जीवनले हामीलाई कसरी नम्र बनाउने तरिका देखाउँछ? आजको कथाले दुई राजाहरूको जीवन मार्फत घमण्ड र नम्रताको रोचक तुलना देखाउँछ। एकजना घमण्डी भएर सुरु गर्छन् र अन्त्यमा नम्र हुन्छन् भने अर्का जसले दया पाउँछन् तर घमण्डकै कारण त्यसलाई खेर फाल्छन्। खण्डको मुख्य सन्देशले हामीलाई गहिरो सत्य सिकाउँछ। नम्रता प्राय सधैँ कठिनाइको माटोमा नै बढ्छ। र सबैभन्दा अनौठा मानिसहरूले पनि जब साँच्चै नम्र हुन्छन् तब परमेश्वरको दया अनुभव गर्न सक्छन्। हाम्रो कथा बेन-हदद अरामका राजा सामरिया घेराबन्दी गर्दै विशाल सेना लिएर आएको घटनाबाट सुरु हुन्छ। उनका मादहरू घमण्डले भरिएका छन्। आहाबको प्रारम्भिक आत्मसमर्पणमा सन्तुष्ट नभई उनले अझ बढी माग्छन् र घमण्डका साथ भन्छन् कि समरियालाई मुठ्ठीभर धुलोमा परिणत गर्नेछन्। तर आहाबले एउटा उखानमा जवाफ दिन्छन्, कवच धारण गर्नेले कवच उतार्नेले चाहिँ घमण्ड नगरोस्। त्यसपछि केही अनपेक्षित हुन्छ। एउटा अगमवक्ता आहाब नजिक आउँछन् र परमेश्वरको विजय प्रतिज्ञा सुनाउँछन्। यो आश्चर्यजनक छ किनभने आहाब इजरायलको सबैभन्दा दुष्ट राजा हुन्, तर परमेश्वरले आफ्नो दयामा उनलाई सहायता दिनुहुन्छ। अझ अचम्मको कुरा त के छ भने आहाबले अगमवक्ताको कुरा सुन्छन् र निर्देशनहरू पालना गर्छन्। नतिजा के हुन्छ? अत्यन्तै शक्तिशाली सेनामाथि चकित पार्ने विजय। तर शत्रुको घमण्डले दोस्रो युद्ध निम्ति आउँछ। अरामीहरूले आफैलाई यो विश्वास दिलाउँछन् कि उनीहरू हार्नुको कारण इजरायलको परमेश्वर पहाडको मात्र परमेश्वर भएको हो। उनीहरूको घमण्डले उनीहरूलाई सत्य देख्न नदिएर झनै विनाशकारी हार भोग्न बाध्य बनाउँछ। बेन-हदद जसले घमण्डपूर्ण धम्कीहरूबाट सुरु गरेका थिए, अन्त्यमा भित्रको कोठामा लुकेर ज्यानको भिख माग्छन्। यही आहाबले एक गम्भीर गल्ती गर्छन्। परमेश्वरको उद्देश्य अनुसार नचली उनले बेन-हददसँग सन्धि गर्छन् र उनलाई दाजु भन्छन्। एक शक्तिशाली अगमबाणी नाटक मार्फत परमेश्वरले देखाउनुहुन्छ कि जसलाई मर्नुपर्ने ठहर गरिएको थियो उसलाई जोगाएर आहाबले आफ्नै भाग्य रोजेका छन्। उसको ज्यानको सट्टा तिम्रो ज्यान, उसका जनताको सट्टा तिम्रा जनता। त्यसपछि आउँछ नाबोतको दाखबारीको कथा, शक्ति दुरुपयोग र हत्या भएको डरलाग्दो घटना। जब नाबोतले आफ्नो पुर्ख्यौली जमिन बेच्न अस्वीकार गर्छन्, आहाब बच्चा जस्तै रिसाउँछन्। इजेबेलको उपाय झुटा आरोप र हत्या। यसले उनीका मनको भ्रष्टाचार उजागर गर्छ। दाखबारी पाउँछन्, तर उनीहरूले एलियाको अगमबाणी मार्फत परमेश्वरको न्याय पनि पाउँछन्। तर यही हामीले परमेश्वरको स्वभावको अद्भुत पक्ष देख्छौँ। जब आहाबले अगमबाणी सुन्छन्, उनले आफूलाई विनम्र बनाउँछन्, लुगा च्यात्छन्, टाटी लदाउँछन् र उपवास गर्छन्। एलियालाई परमेश्वरको प्रतिक्रिया निकै भावुक छ। आहाबले आफूलाई मेरो सामु विनम्र बनाएको तैले ध्यान दिइस्। त्यसले आफूलाई विनम्र तुल्याएकोले म त्यसको समयमा यी विपत्ति ल्याउने छैन। आहाबको कथाको ठूलो दुःख यो होइन कि उसले कहिल्यै परमेश्वरको दया अनुभव गरेन। दुःख त यो हो कि उसले दयाले कहिल्यै हृदय परिवर्तन गर्न दिएन। ध्यान दिएर सुन्नुहोस् किनभने म तपाईलाई अहिले भन्न लागेको कुरा तपाईको जीवन नै परिवर्तन गर्न सक्छ। म यो कुरा व्यक्तिगत जान्दछु किनभने मेरो जीवनको सबैभन्दा कठिन समय त्यति बेला आयो जब मेरो छोरा बिरामी पर्यो। हामी जर्मनीमा हुँदा जसले हामीलाई उसको उपचारका लागि संयुक्त राज्य अमेरिका फर्कनु बाध्य बनायो। हो, परमेश्वर दयालु हुनुहुन्थ्यो र उहाँले मेरो छोरालाई निको पार्नुभयो, तर म आफूलाई सेवामा असफल भएको महसुस गर्थे। त्यसपछि 5 वर्षसम्म म चर्चहरूमा पास्टरको रूपमा सेवा गर्दा म सधैँभरिको एक किसिमको चिसो अनुभूति लिएर बाँचे, मानौ म परमेश्वरको बोलावटमा असफल भइरहेछु। त्यो बेला मैले नबुझेको कुरा थियो, परमेश्वरले मेरो जीवनमा अझ गहिरो कुरा गरिरहनु भएको थियो। उहाँले मेरो जीवनमा नम्रता निर्माण गरिरहनु भएको थियो। त्यो पीडादायक समयमा मैले एक गहिरो सत्य सिकेँ। टुटेकोपनले रूपान्तरण भएको र नम्रतामा गाडिएको मुटु परमेश्वरको अनुग्रह र दयाको वर्षाका लागि उर्वर भूमि बन्छ। हेरौँ, परमेश्वरलाई मेरो सेवा मात्र चासो थिएन, उहाँलाई मेरो चरित्रमा अझ धेरै चासो थियो। र साँचो सेवा हाम्रो उपलब्धि वा पदबाट होइन, चरित्रबाट बग्छ।
परमेश्वरले हाम्रो जीवनमा निर्माण गर्न चाहनु भएको मन सफलता होइन, त्यो रूपान्तरण भएको र पूर्ण रूपमा उहाँमा निर्भर हृदय हो। यहीबाट आहाबको कथा निकै सान्दर्भिक बन्छ। उसले कहिलेकाहीँ आज्ञापालन र साँच्चीकै नम्रता देखायो, तर सबै आफ्नो घमण्ड र स्वेच्छामा फर्कन्थ्यो। उसले परमेश्वरको दया अनुभव गर्यो, तर कहिल्यै त्यो दयाले उसको हृदय रूपान्तरण गर्न दिएन। यो गम्भीर सम्झना हो कि परमेश्वरको दया अनुभव गर्नु भनेको केवल अस्थायी राहत होइन, जीवनमै रूपान्तरण हुनु हो। त्यसो भए आज हामी यी सत्यहरू कसरी लागू गर्ने? पहिलो, हामीले बुझ्नुपर्छ कि घमण्ड प्राय अधिकारको रूपमा लुकेको हुन्छ, जसले गर्दा हामीले जे चाहन्छौँ जब चाहन्छौँ त्यो पाउनै पर्छ भन्ने सोच आउँछ। दोस्रो, साँच्चीकै नम्रता भनेको केवल परिणामको डरले दुखी हुनु होइन, यो परमेश्वरलाई हाम्रो जीवनमा शासन गर्ने अधिकार छ भनेर स्वीकार गर्नु हो। तेस्रो, हामीले बुझ्नुपर्छ कि परमेश्वरको दया हाम्रो नम्रताले कमाइने होइन, तर त्यो नम्र हृदयहरूतर्फ बग्छ। चौथो, हामीले परमेश्वरको दयालाई हाम्रो कामको स्वीकृति भनेर गल्ती गर्नु हुँदैन। आहाबले दया पाए, तर उसले परिणामहरू भोग्नै पर्यो। अनि अन्तमा सम्झनुहोस् कि परमेश्वरको सामु आफूलाई नम्र बनाउन कहिल्यै ढिलो हुँदैन, तर हामीले त्यसो गर्न सङ्कटको प्रतीक्षा गर्नु हुँदैन। सम्झनुहोस्, नम्रता भनेको आफूलाई कम सोच्नु होइन, यो आफूलाई कम र परमेश्वरको बारेमा बढी सोच्नु हो। जब जीवनमा कठिनाइहरू आउँछन्, हामी घमण्डले तिनीहरूलाई सामना गर्न सक्छौँ वा तिनीहरूले हामीलाई नम्रता सिकाउन सक्छन्। चयन हाम्रो हो, तर परिणामहरू पनि हाम्रै हुन्। परमेश्वरको व्यवस्थामा घमण्डले सधैँ पतनतिर लैजान्छ, तर नम्रताले उहाँको अनुग्रह र दयाका महान अमूल्य खजानाहरूको ढोका खोल्छ।